हेलो साथीहरू, के तपाईँहरूले फ्री फायरमा गेम खेल्नुहुन्छ र गेम खेल्नुहुन्छ तर टपअप चाहिँ गराउनको लागि आफ्नो साथीभाइलाई चाहिँ मतलब अरू कसैलाई भन्नुपर्छ कि टपअप गरिदे मेरो आइडीमा पैसा दिएर हैन। टपअप गर्नको लागि त पैसा दिनैपर्छ, पैसा त टपअप गर्नको लागि लाग्छ। तर आज म तपाईँहरूलाई के सिकाउन गइरहेको छु भने कि तपाईँले आफै आफ्नो आइडीमा टपअप कसरी गर्ने त्यो सबै मैले प्रोसेसहरू सिकाउँछु र यो सिकेपछि तपाईँहरूले आफ्नो अरूसँग भन्न पर्दैन कि टपअप गरिदिए मेरो आइडीमा। त किनभने तपाईँले आफै सिकिहाल्नुहुन्छ कि टपअप कसरी गर्ने, यसरी गर्ने भनेर। त भिडियो लास्टसम्म हेर्नु होला र भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अनि टपअप गराउनको लागि चाहिँ म पनि टपअप गर्छु। मैले व्हाट्सएपको नम्बर हालिदिन्छु हैन, कमेन्टमा हालिदिन्छु अनि त्यो डिस्क्रिप्सन बक्समा हालिदिन्छु। त्यहाँबाट व्हाट्सएपमा तपाईँहरूले मलाई मेसेज पनि गर्न सक्नुहुन्छ। यदि तपाईँहरूले मबाट टपअप गराउन खोज्नुभएको छ भने त्यो पनि म गरिदिन्छु। तर म तपाईँहरूले आज सिकाउन गइरहेको छु कि टपअप आफै कसरी गर्न सक्नुहुन्छ। त ल त सुरु गरौँ। सबभन्दा पहिला तपाईँहरूले क्रोम ब्राउजर खोल्नुपर्छ। क्रोम ब्राउजर खोलेपछि तपाईँले यहाँ सर्च बार हेर्न सक्नुहुन्छ। सर्च बारमा सर्च गर्नु होला। सबभन्दा पहिला तपाईँले युनिपिन एकाउन्ट बनाउनु पर्छ ल। सबभन्दा पहिला यहाँ युनिपिन सर्च गर्नु ल। युनिपिन लेख्नु होला। युनिपिन लेखेर सर्च गर्नु। यहाँ युनिपिन लेखेपछि तपाईँले फर्स्टमा यहाँ तपाईँले यहाँ माथितिर हेर्न सक्नुहुन्छ साइन इनको अप्सन। साइन इन त फर्स्टचोटि हो तपाईँहरूको, त्यसैले यहाँ तलतिर हेर्न सक्नुहुन्छ साइन इनको तल यहाँ साइन अप नाउनको यहाँ अप्सन दिएको छ। किनभने तपाईँले फर्स्टचोटि लगइन गर्नुभएको छ, यहाँ आइडी बनाउनु पर्छ युनिपिनको। साइन अप नाउमा क्लिक गर्नु होला। सबभन्दा सजिलो छ यहाँ युनिपिन एकाउन्ट बनाउन। यहाँ फर्स्टमा नेम दिएछ, नेम राख्नु होला। अनि सेकेन्डमा तपाईँले इमेल राख्नु होला ल। इमेल राखेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ डेट अफ बर्थ राखिदिनु होला। अनि रिफरल कोड दिएछ, रिफरल कोडमा तपाईँले नराख्नु होला, केही पनि नराख्नु होला, त्यस्तै छोडिदिनु होला। अनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ पासवर्ड दिएछ। पासवर्ड तपाईँले आफ्नो हिसाबले राखिदिनु होला है। यहाँ पासवर्ड राख्नु होला, फेरि कन्फर्म सेम पासवर्ड राखिदिनु होला तलमाथि। अनि त्यसपछि सेक्युरिटी पिन दिएछ हैन। सेक्युरिटी पिनमा के भन्छ भने तपाईँले 6 डिजिटको हैन पिन राख्नुपर्छ। जसरी ई सेवामा राखिन्छ नि पिन, त्यस्तै यहाँ सेक्युरिटी पिन राख्नु होला। किनभने टपअप गर्नको लागि हैन लास्टमा सेक्युरिटी पिन चाहिन्छ ल। त त्यही सेक्युरिटी पिन त्यहाँ राखिदिनु होला। यति सबै गरेपछि तपाईँले यहाँ रेजिस्टरमा क्लिक गरिदिनु होला। अनि तपाईँको इमेलमा एउटा भेरिफिकेसन कोड आउँछ। अनि त्यो तपाईँ आफ्नो इमेलमा गएर भेरिफाई गरिदिनु होला। अनि यति सबै गरेपछि तपाईँको युनिपिन एकाउन्ट क्रिएट भइहाल्छ। त्यसपछि तपाईँको मेन काम के हो भने यहाँ सर्च बारमा जानु होला। सर्च बारमा गएर तपाईँले गरिना सप माई सर्च गर्नु होला। गरिना सप माई मैले जसरी गरिरहेको छु स्टेप बाई स्टेप तपाईँले सेम त्यही प्रोसेस गर्नु होला। अनि गरिना सप माई लेखेर सर्च गरिदिनु होला। यहाँ सर्च गरेपछि तपाईँले यहाँ माथितिर हेर्न सक्नुहुन्छ गरिना टपअप सेन्टर shop.garena.my त्यो आइसकेको छ फर्स्ट नम्बरमा। त्यो सबभन्दा पहिला यो खोल्नु होला। यहाँ ओपन गरेपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ धेरै अप्सनहरू छ। फर्स्टमा सेल टपअप छ अनि सेकेन्डमा फ्री फायर छ हैन। त सेकेन्डवाला क्लिक गर्नु होला। फ्री फायरमा क्लिक गरेपछि तपाईँले यहाँ प्लेयर आइडी भनेको के हो, तपाईँको गेमको युआइडी राख्नु होला। गेमको युआइडी राखेर कपी पेस्ट मारिदिनु होला। मैले यहाँ पहिलेदेखि एकजना भाइको गरेछु हैन टपअप, त्यसको मैले युआइडी राखेँ। अनि यहाँ युआइडी राख्नुहुन्छ भने यहाँ तपाईँको युजर नेम पनि देखाइहाल्छ, फ्री फायरको नाम पनि देखाइहाल्छ। यति गरेपछि तपाईँले यहाँ तलतिर हेर्न सक्नुहुन्छ प्रोसेस टु पेमेन्टमा क्लिक गरिदिनु होला।
त्यो प्रोसेस टु पेमेन्टमा क्लिक गरेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ डायमन्डहरूको लिस्ट आइसकेको छ। त कति डायमन्डको लिस्ट छ यहाँ हेर्न सक्नुहुन्छ। 25 डायमन्ड टपअप गर्न सक्नुहुन्छ, 50 डायमन्ड सक्नुहुन्छ, 115 डायमन्ड पनि टपअप गर्न सक्नुहुन्छ, यसै गरी 240 डायमन्ड, 610 डायमन्ड, 1240 डायमन्ड अनि 2530 डायमन्ड टपअप गर्न सक्नुहुन्छ। विकली पनि गर्न सक्नुहुन्छ अनि मन्थली मेम्बरसिप पनि गर्न सक्नुहुन्छ। त तपाईँले जति डायमन्ड चाहियो होइन त्यतिमा क्लिक गर्नु होला। म हेराउनको लागि यहाँ मन्थली मेम्बरसिपमा क्लिक गरेँ। यहाँ मन्थली मेम्बरसिपमा क्लिक गरेपछि तपाईँले हेर्न सक्नुहुन्छ माथितिर फिजिकल भाउचर दिएछ अनि तलतिर वालेटको अप्सन दिएछ। त वालेटमा क्लिक गर्नु होला। वालेटमा यहाँ क्लिक गरेपछि तपाईँले हेर्न सक्नुहुन्छ यो 800 युनिपिन पोइन्ट लाग्छ। युनिपिन पोइन्ट भने के हो, तपाईँले पहिला यो रिडिम गर्नुपर्छ है। भाउचर युनिपिनको भाउचर किन्नुपर्छ होइन। भाउचर कहाँबाट किन्नुहुन्छ? भाउचर म सेल गर्छु ल। व्हाट्सएपमा मलाई मेसेज गर्नु होला। व्हाट्सएपमा युनिपिन भाउचर चाहियो, मैले प्राइस भन्छु। तपाईँले त्यहाँबाट पेमेन्ट गरेर युनिपिन भाउचर पनि किन्न सक्नुहुन्छ। किनभने युनिपिन भाउचर जबसम्म तपाईँसँग हुन्न तबसम्म तपाईँले टपअप गर्न सक्नुहुन्न। त मैले पहिला वालेटमा क्लिक गरेँ। यहाँ क्लिक गरेपछि तपाईँले हेर्न सक्नुहुन्छ साइन इन टु युनिपिन, साइन इन टु युनिपिन अनि तल इमेल अनि पासवर्ड। यो के हो? युनिपिन एकाउन्ट बनाउँदाखेरि मैले भनेको थिएँ नि फर्स्टमा इमेल अनि पासवर्ड जुन राख्नु भएको थियो होला त्यो राखेर यहाँ साइन इन गर्नु ल। युनिपिनको एकाउन्टको मैले राखेर साइन इन गरेँ। तपाईँले फर्स्टचोटि गर्दा यहाँ तपाईँको मेरोमा त हेर्न सक्नुहुन्छ 3788 युनिपिन पोइन्ट लोड छ। पहिलेदेखि लोड गरेर राखेको छु आफ्नोमा। यहाँ हेर्न सक्नुहुन्छ। तपाईँले फर्स्टचोटि गर्नुभयो भने यहाँ 00 हुन्छ, किनकि तपाईँले युनिपिन भाउचर पहिला रिडिम गर्नुपर्छ पोइन्टहरू। यहाँ मन्थली मेम्बरसिप यहाँ हेर्न सक्नुहुन्छ। मन्थली मेम्बरसिपको मैले हानेछु अनि त्यसको ट्रान्जेक्सन एमाउन्ट हेर्न सक्नुहुन्छ। 800 पोइन्ट लाग्छ। अनि यति गरेपछि तपाईँले यहाँ तलतिर हेर्न सक्नुहुन्छ सेक्युरिटी पिन। सेक्युरिटी पिनमा के राख्ने? जुन मैले भनेको थिएँ पिन राख्नु होला। त्यहाँ युनिपिन एकाउन्ट बनाउँदाखेरि 6 डिजिटको हो, त्यही 6 डिजिटको पिन राख्नुपर्ने छ। यहाँ त्यहाँ 6 डिजिटको पिन राखेर अनि कन्फर्म गरिदिनु होला। कन्फर्म गरेपछि तपाईँको फ्री फायर डायमन्डमा फ्री फायर आइडीमा डायमन्ड टपअप भइहाल्छ, मन्थली मेम्बरसिप भइहाल्छ। जति डायमन्डको तपाईँले अर्डर गर्नुहुन्छ होइन त्यहाँ त्यति डायमन्ड राखेर युनिपिन त्यो साइन इन गर्नु होला अनि सेक्युरिटी पिन हान्नु होला अनि कन्फर्म गरिदिनु होला। कति सजिलो रहेछ होइन। राखेर तपाईँले आफ्नो आइडीमा टपअप गर्न सक्नुहुन्छ। अनि युनिपिन किनेपछि होइन तपाईँले मान्यौँ कि मतलब युनिपिन चाहियो, मलाई व्हाट्सएपमा मेसेज गर्नुहुन्छ। मैले तपाईँले युनिपिन दिन्छु होइन। एक पिसमा 2000 पोइन्ट आउँछ। तपाईँले कति पिस चाहियो? 2 पिस चाहियो भने 2000 को एक पिस अनि फेरि 2000 को एक पिस, यसो गरी 2000 को एक पिस आउँछ के। अनि त्यसको कति पैसा लाग्छ मलाई मेसेज गर्नु होला, मैले पैसा पनि बताइदिन्छु। तपाईँले यहाँ पेमेन्ट गरेर म त्यहाँ रिडिम कोड दिन्छु। रिडिम कोड तपाईँले कपी गरेर यहाँ तपाईँले हेर्न सक्नुहुन्छ टपअपको अप्सन दिएछ नि, टपअपमा क्लिक गर्नु होला। टपअपमा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ सिरियल नम्बर अनि पिन जुन मैले त्यो रिडिम कोड दिन्छु त्यहाँ कपी गरेर अनि हातले लङ प्रेस गरेर अनि पेस्ट हानिदिनु होला। पेस्ट हानेपछि यहाँले कन्फर्म गरिदिनु होला अनि तपाईँकोमा 2000 पोइन्ट लोड भइहाल्छ। अनि तपाईँले यहाँ पिन राखेर टपअप भइहाल्छ तपाईँकोमा अनि 800 पोइन्ट काटिहाल्छ। यदि यो झन्झट गर्न छैन भने तपाईँले मलाई पनि सम्झाउन सक्नुहुन्छ, किनभने मैले पनि टपअप गरिदिन्छु आफ्नो कस्टमरहरूलाई। युनिपिन भाउचर पनि सेल गर्छु। ल आशा गर्दैछु कि यो भिडियोमा तपाईँले टपअप गर्न आफै सिकिहाल्नुभयो होला। केही गुनासो छ भने कमेन्ट बक्समा होइन कमेन्ट गरिदिनु होला। अनि मेरो व्हाट्सएप ग्रुपको लिङ्क मैले डिस्क्रिप्सन बक्स अनि त्यो कमेन्ट बक्समा दिइहाल्छु, त्यहाँबाट
जोइन हुनुहोला। मेरो कम्युनिटी ग्रुप छ व्हाट्सएपको, अनि त्यहाँबाट मैले अपडेटहरू दिइरहन्छु। अनि त्यहाँबाट तपाईँले जोइन गरेर मेरो फ्यामिलीको मेम्बर बन्न सक्नुहुन्छ। ल हस् त, धन्यवाद। आजको भिडियोमा यति नै।